फागुन 21 गते हुने तोकिएको निर्वाचनका लागि म्यादी प्रहरी अर्थात् निर्वाचन प्रहरीको भर्ती खुलेको छ। आसन्न निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना खुलाएको हो। नेपाल प्रहरीले पुस 24 गते सूचना प्रकाशित गर्दै 1,33,980 जना म्यादी प्रहरी अर्थात् निर्वाचन प्रहरीको माग गरेको छ। निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक व्यक्तिले पुस 25 गतेदेखि माघ 1 गतेसम्ममा जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिन्छ। म्यादी प्रहरी बन्नका लागि के कस्ता योग्यता चाहिन्छन् हामी तपाईहरूलाई बताउन गइरहेका छौँ। म्यादी प्रहरी बन्नका लागि नेपाली नागरिकता भएको हुनुपर्ने र उमेर कम्तीमा 18 वर्ष पुरा भई 54 वर्ष ननाएको हुनुपर्ने, शिक्षा सामान्य लेखपढ गर्न जान्ने हुनुपर्ने र शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुनुपर्ने, कुनै फौजदारी सजाय नलाएको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने र शारीरिक मापदण्ड पुरुषको हकमा उचाइ 5 फिट 2 इन्च हुनुपर्ने, कम्तीमा 5 फिट 2 इन्च हुनुपर्ने र छाती 31 देखि 33 इन्च हुनुपर्ने पुरुषको हकमा र पुरुषको हकमा तौल कम्तीमा 50 केजी हुनुपर्ने। पुरुष कम्तीमा म्यादी प्रहरी बन्नका लागि 50 केजी हुनु पर्यो र महिलाको हकमा उचाइ कम्तीमा 5 फिट हुनु पर्यो र तौल महिलाको हकमा तौल कम्तीमा 42 केजी हुनु पर्यो। म्यादी प्रहरीको फारम भर्न चाहिने छोटोमा नेपाली नागरिकता फोटोकपी 2 प्रति, सामान्य लेखपढ गर्न सक्ने अथवा कक्षा 8 पास भएको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, स्थानीय तहको सिफारिस, तर यो स्थानीय तहको सिफारिस खासै आवश्यक पर्दैन। शारीरिक रूपमा तन्दुरुस्त, नजिकको जिल्ला प्रहरी कार्यालयमा गएर आवेदन दिन सक्नुहुनेछ।